तपाईको यहाँ आउँदा आउँदै बाटो छेक्थ्यो अरे लामो कपाल गरेकोहरू चाहिँ ठ्याक्क ड्राइभरले चाहिँ देखेपछि अनि त्यसपछि ती हराउने अल्पिने त्यस्तो भएर चाहिँ गाडी दुर्घटना हुन्थ्यो अरे अनि त्यसपछि यो मन्दिर चाहिँ हाम्रो यहाँ नुनथला बस्ने लिम्बुनी दिदीले को पहलमा चाहिँ यहाँ चाहिँ मन्दिर स्थापना भयो भन्ने चाहिँ अब हाम्रो एउटा तपाईले सुन्नुभयो हैन त सुन्नुमा आएको छ। त्यसपछि यो मन्दिर स्थापना भएपछि चाहिँ यहाँ दुर्घटना पनि भएको छैन। तपाईले यो भूत प्रेतहरु देख्नु भयो हैन? सपनामा चाहिँ कस्तो देख्नुभयो लु भन्नु त? हजुर सपनामा चाहिँ कस्तो देख्नुभयो? हामी जाँड खाने मान्छे डढिया हुँ रक्सी खान्छौँ भूत प्रेत अब देख्दा पनि चुप लगा भनिन्छ। 17-18 जना बित्नु भएको थियो नि त्यो चाहिँ मैले यसो बुवाहरूले कुरा गरेको सुन्दाखेरि त्यसरी अगाडि मान्छे आएर गाडी रोकिदिनु भयो अरे अनि गुरुजीले चाहिँ मान्छे चढा भनेर खलासीलाई हराएपछि पछाडि खलासी झरेर अनि गुरुबा गाडी मान्छे त छैन त भन्दाखेरि गाडी नै थिएन अरे गाडी चाहिँ तल लड्दै थियो अरे क्या त्यतिखेर। धनकुटे बस भन्ने पल्टिँदाखेरि कतिजनाको संख्यामा मृत्यु भयो? 16 जना मरे भन्ने चाहिँ अब हामीले नि सुनेको हो हैन। यो भनेको माथिपट्टि सिंहदेवीमा नजानु सक्दैन यही नै आइदेऊ न देवी माता परमेश्वर तिम्रो दर्शन हामी नै गर्छौँ भनेर ल्याएको। माथिपट्टि राति कुनै बेला हिँड्दाखेरि त्यस्तो तर्साउने ओर्ने तपाईँलाई भयो भएन? त्यस्तो त भएको छैन। तपाईँले भेट्नु भएको छैन है? त्यस्तो भन्न चाहिँ भन्छन्। त्यो चाहिँ अहिले चाहिँ हटेको अरे यो मन्दिर बनाएर भन्ने कुरा छ हैन? यो सबैभन्दा सुरुमा कसले स्थापना गरेको? जसमाया लिम्बू। उहाँ अहिले कहाँ हुनुहुन्छ? उहाँ स्वर्गलोकमा। ए स्वर्गलोक भनेपछि बितिसक्नुभयो? बितिसक्नुभयो है? अनि उहाँलाई साथ दिने त्यतिखेर यो मन्दिर बनाउनु को थियो? तपाईँ पनि हुनुहुन्थ्यो? साथीहरू नमस्ते, पुनः सम्पूर्णलाई स्वागत छ। अहिले चाहिँ म ठ्याक्कै सिद्धुवादेखि केही माथि यो फालुखोप भन्ने एरियामा आएको छु, जुन एरियामा एउटा बोर्ड पनि राखिएको छ छतरजोरपाटी गाउँपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर। यो चाहिँ सायद यो अन्तिम यो छतर गाउँपालिकाको चाहिँ सिमाना हो। तपाईँहरू देख्न सक्नुहुन्छ यो अगाडि एउटा मन्दिर छ, बाटो सानो छ, यस्तो ठुलो गाडीहरू चाहिँ नि होइन कुदिरहेको तपाईँ देख्न सक्नुहुन्छ। यस्तो सानो बाटोमा चाहिँ नि डबल कुद्दाखेरि कति गाह्रो छ ड्राइभरहरूलाई पनि। र यो ठाउँमा चाहिँ एउटा सानो मन्दिर बनाइएको छ, मन्दिरमा लेखेको छ सिंहदेवी मन्दिर भनेर, यो भालुखोप भनेको छ। र आज चाहिँ हाम्रो सिद्धुवाका साथीहरू, सिद्धुवा बजारका साथीहरू आएर यहाँ सरसफाइ अनि डेन्टिङ पेन्टिङको पनि कार्यक्रम गरिराख्नु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ घाम लागिरहेछ अनि गर्मी भयो भने चिसो पनि खाने भनेर यसरी एक बोतल ड्यु पनि लिएर आउनु भएको छ। गर्मी मौसम छ त्यही भएर चिसो खाँदै उहाँहरू काम गरिराख्नु भएको छ। उहाँ हाम्रो खेमराज सोल्टी ज्यू हुनुहुन्छ, त्यसै गरी यहाँभित्र पनि हुनुहुन्छ हाम्रो कृष्ण भान्जा। ल अनि यो के हो आज के भइरहेछ? अचम्मै छ त, सिंहदेवी मन्दिर सानो मन्दिरभित्र एकदम यो अलिकति व्यवस्थित गरौँ भनेर हो कि मामा। यहाँ अलिकति रङ रोगन लगाउने बेला नि भयो अनि यसो दादाहरूले सहयोग गर्नुभयो। हाम्रो छतरजोरपाटी गाउँपालिकाका उपाध्यक्षले कलरको लागि यहाँ सहयोग गर्नुभएको छ। ए यो कलर चाहिँ उपाध्यक्षले किनिदिनु भएको? कार्य विशेषले गीता गुरुङ खेवाले कार्य विशेषले आज आउनु भ्याउनु भएन। उहाँलाई पनि ल्याउने विचार चाहिँ थियो हाम्रो। अनि यसो गर्दैछौँ यहाँ मन्दिरमा सरसफाइ। अब हेरौँ सक्नु पनि लागि आधी उधी भइसकिरहेछ। ए अघिदेखि नै सुरु गर्नु भएको तपाईँ गरेको सरसफाइ गरेर कलर हाल्दैछौँ हामी। ए यो अब चुना हो कि यो कुन कलर? चुना हो। अब यसलाई के सिङ्गल कोट मात्रै कि डबल पनि गर्ने? मात्रै गर्ने मामा यसमा। तर यसमा डबल गर्नु पर्दैन होला, सिङ्गल कोट पनि निकै राम्रो देखिएको छ होइन? सुक्दाखेरि राम्रो देखिन्छ। यहाँबाट होला नि अलिकति लियो बसे जस्तो देखियो, माथितिरपट्टि भित्तामा सटिएको यो छ वाल छ त्यही भएर अलिकति यो ल्याउहरू चाहिँ हटोस् भनेर हजुर लगाइदिएको। ल अनि तपाईँहरू आज जम्मा 3 जना आउनु भएको छ होइन त? अरू साथीहरू नै ल्याउँ भनेको साथीहरू भ्याउनु भएन। 3 जनाले भ्याउँछौँ हामी भनेर 3 जना मात्रै आएको छौँ। सक्छौँ अब हामी एकछिनमा, अब एकछिन टाइम लाग्छ, सकिहाल्छ। अनि त्यसै गरी अब यता हाम्रो सोल्टी पनि हुनुहुन्छ, खेमरा सोल्टी। नमस्कार, तपाईँलाई सेवा हो है। जय सिंहदेवी माता की। जय सिंहदेवी माता की। होइन तपाईँ त अब विभिन्न सामाजिक सञ्जालमा होइन तपाईँले त धेरै ठाउँ सहयोग चाहिँ नि गरिरहेको पनि देख्छु। हुँदाहुँदै आज तपाईँ मन्दिर सरसफाइमा पनि आउनुभएछ हाम्रो कृष्ण भान्जासँग। यहाँनिर चाहिँ यसो आफ्नो गाउँठाउँको यसो मठ मन्दिर पार्टी पोवा आफ्नो संस्कृति सम्पदाहरूलाई पनि जोगाउँ भन्ने हो।
यसको यो रङरोगनहरूको चाहिँ हाम्रो गाउँपालिका उपाध्यक्ष टिका गुरुङ खेवा मार्फत चाहिँ उहाँले चाहिँ नि उपलब्ध गराउनु भएको उपलब्ध गराएर चाहिँ अब यहाँनिर हामीले यो गरेको छौँ। अनि त्यसपछि यसको घन्टीको लागि चाहिँ हाम्रो छतरजोरपट्टि सिधुवा हजुर बलिया बस्नुहुने बाँसबारी बस्नुहुने चुइन्द्र बस्नेत मार्फत चाहिँ एउटा घन्टीको यहाँनिर चाहिँ चढाउनको लागि हामीले यहाँ दिइराख्नु भएको छ। घन्टी पनि ल्याउनु भएको छ तपाईँहरूले? त्यसपछि हामीले अहिले चाहिँ ठ्याक्कै ल्याएको छैनौँ, उहाँसँग भेट भएर पैसा दिनु चेन्द्र बस्नेतले घन्टी पनि उपलब्ध गराउनु भएको छ। गराउनुपर्छ। त्यसो उहाँसँग आउनुहुने एकजना सरले चाहिँ एउटा ऐना ऐना पनि त्यो ऐना चाहिँ हामी यहाँनिर उहाँको नाम लेखेर राखिदिन्छौँ। अनि यहाँ सुन्नु नि त्यो चाहिँ कहिलेसम्म राख्नुहुन्छ? यो हामी सम्भवतः भोलि बिहान भोलि बिहान आज चाहिँ राख्नुहुन्न? आज हामी सरसफाइ रङरोगन गरिसकेपछि हजुर भोलि बिहान हामी चाहिँ अब किनमेल गरेर हजुर ल्याएर राख्ने योजनामा छौँ। यो सिंहदेवी मन्दिर होइन यहाँ पनि छ एउटा, यसको मेन सिंहदेवी मन्दिर त यो माथि नुनथोलादेखि माथि जानुपर्छ, यो शाखा होइन र सोल्टे? हजुर यहाँनिर चाहिँ पहिले अब हामी नै सानो हुँदा 52-53 सालतिर हामी होइन यहाँ सुन्नु तपाईँले थाहा पाउँदा यो कहिलेसम्म चाहिँ थियो भन्नु त? यो कहिलेदेखि चाहिँ यहाँ देख्नु भएको यो मन्दिर? अब 52-53 सालतिर चाहिँ अब मलाई ठ्याक्कै यो कति सालमा बन्यो भन्ने चाहिँ अब मलाई पनि ठ्याक्कै थाहा छैन। पहिले यहाँ माथि चाहिँ अब पहिलेदेखि नै थियो भन्ने थाहा थियो। यहाँनिर चाहिँ तपाईँको यो बन्नुको मेन कारण चाहिँ पहिले यहाँनिर चाहिँ गाडी दुर्घटना हुन्थ्यो अरे। त्यसपछि यहाँनिर चाहिँ बसन्तपुरबाट धरान झर्दाखेरि यहाँनिर चाहिँ ठ्याक्कै तपाईँको 2टा या 3टा चाहिँ बस पल्टेको भन्ने चाहिँ एकचोटि त मैले पनि देखेको छु। त्यो चाहिँ तपाईँको यहाँ आउँदा आउँदै बाटो छेक्थ्यो अरे, लामो कपाल गरेकोहरू चाहिँ ठ्याक्क ड्राइभरले चाहिँ देखेपछि अनि त्यसपछि ती हराउने अल्पिने त्यस्तो भएर चाहिँ गाडी दुर्घटना हुन्थ्यो अरे। अनि त्यसपछि यो मन्दिर चाहिँ हाम्रो यहाँ नुनथला बस्ने लिम्बुनी दिदीले को पहलमा चाहिँ यहाँ चाहिँ मन्दिर स्थापना भयो भन्ने चाहिँ अब हाम्रो एउटा तपाईँले सुन्नुभयो हैन त? सुन्नुमा आएको छ। त्यसपछि यो मन्दिर स्थापना भएपछि चाहिँ यहाँनिर दुर्घटना पनि भएको छैन। त्यहाँदेखि चाहिँ अहिलेसम्म दुर्घटना भएको छैन? दुर्घटना भएको भनेपछि पहिले चाहिँ यो मन्दिर स्थापना नहुँदाखेरि चाहिँ दुर्घटना भइराख्ने, जनधनको क्षति भइराख्ने हैन त? पहिले यो धनकुटे बस भन्ने पल्टिँदाखेरि कतिजनाको सङ्ख्यामा मृत्यु भयो? 17 जना मरे भन्ने चाहिँ अब हामीले नि सुनेको हो हैन? 17-16 त्यतिखेर अब हामी नै अलिक सानसानै थियौँ। गाडीमा नचढेको कन्ट्र्याक्टर मात्रै बचेको थियो। गाडीमा नचढेको कन्ट्र्याक्टर चाहिँ त्यसपछि बचेको एकजना खलासी चाहिँ कता ढोकाबाट उछिटेर पनि बच्न सफल भएको अरे भन्ने सुनिन्थ्यो। अनि त्यसपछि यो मन्दिर स्थापना भइसकेपछि चाहिँ यहाँ दुर्घटना चाहिँ अब भएको चाहिँ हामीले देखेको छैन, सुनेको छैन। जम्मा तपाईँले अहिलेसम्म सुनेको थाहा पाएको चाहिँ कतिवटा एक्सिडेन्ट भइसक्यो यो ठाउँमा र भन्ने कुरा तपाईँलाई जानकारी छ? 3टा या 4टा 3टा एक्सिडेन्ट भइसकेर अनि नुनथलामा बस्ने लिम्बुनी दिदीले चाहिँ नि यो मन्दिर स्थापना गरिदिएपछि यो स्थापना गर्नुपर्छ भन्ने उहाँको कन्सेप्ट उहाँले त्यो भनिसकेपछि चाहिँ अनि यो बन्यो। यहाँ अब यो कसले अब स्थापना गर्नुभयो, यहाँ दाताहरू त अब धेरै हुनुहुन्छ होला, त्यो चाहिँ ठ्याक्कै हामीले ठ्याक्कै यो कसले बनायो भन्ने पनि थाहा छैन नि तपाईँहरूलाई? ठ्याक्कै त्यो छैन, लिम्बुनी दिदीले नै कोही पहलमा हो भन्ने चाहिँ सुन्नमा आइरहेको छ। यहाँ कहीँ लेखिएको थियो क्या पहिले? यो लेखिएको चिजहरू अहिले छैन है, मेटेर गयो। मन्दिर स्थापना भएपछि चाहिँ अहिलेसम्म कुनै एक्सिडेन्टको घटना यो ठाउँमा सुनिएको छैन होइन त सोल्टे? त्यसपछि चाहिँ खै अहिलेसम्म हामीले सुनेका छैनौँ, देखाएको छैनौँ। त्यस्तै अब यसमा चाहिँ अब हामीले त्यही भएर आफ्नो अब देवी देउराली यताउतिलाई पनि अहिलेसम्म मानिरहेछौँ र यसो बेला बेला सरसफाइ गरौँ, यसको यो जीर्ण भइसकेको चिजहरूलाई चाहिँ यसो संरक्षण गरौँ भन्ने हाम्रो चाहिँ मूल उद्देश्य हो। छतरजोरपाटी गाउँपालिकाभरिका मठ मन्दिर, पार्टी पौवा लगायत विभिन्न सरकारी चाहिँ वस्तुहरू सम्पदाहरूको पनि संरक्षण गरौँ भन्ने हाम्रो एउटा चाहिँ पहल छ। अच्छा। अनि अब यो यहाँको यो जुन शाखा सिंहदेवीको शाखा सरसफाइ गर्नुभयो, यसको मेन माथिको चाहिँ सरसफाइ गर्ने योजना छ चाहिँ तपाईँ? यसको सरसफाइ पनि हामीले पोहोर परारको साल चाहिँ एकचोटि गरेका थियौँ। अब यो गरिसकेपछि हामी त्यहाँ माथि पनि एक दिन योजना बनाएर चाहिँ हामी गर्छौँ, गर्ने तयारी छ, भयो गर्नेवाला हुनुहुन्छ है? हामी गर्छौँ भनेपछि हामी गरेरै छोड्छौँ, देखाएरै छोड्छौँ होइन त? गर्छौँ। त्यसको पनि सम्भवतः मिलेछ भने तपाईँहरूले युट्युबमा सामाजिक सञ्जालमा देख्न पाउनुहुन्छ। त्यसै गरी अब यहाँ सुन्दर सर पनि आइसक्नुभएछ। तपाईँ पनि यो सरसफाइ अभियानमा जोडिनुलाई आउनु भएको हो? उहाँहरू सरसफाइ गरिराख्नु भएको छ होइन?
सोल्टी अनि त्यहाँदेखि भित्र कृष्ण भान्जा हुनुहुन्छ होइन। तपाईँ पनि अब जोडिनु आउनुभएको हो कि यो सरसफाइ रङरोगन गर्नलाई भनेर नि? सरसफाइ गर्नु त सबैको कर्तव्य नै हो होइन। अब हामीले त्यो धेरै भयो क्या यो, मलाई लाग्छ यो सरसफाइ योभन्दा अगाडि पनि भएको थियो थिएन चाहिँ, तर अलिकति गर्ने बेला नि भइसकेको रहेछ यो। यसो हेर्दा यहाँ सुन्नु यो शाखा यसको माथि मेन माथि छ डाँडामा होइन, यो शाखा खोलेको यो कति सालमा बनेको, कसले बनाएको, तपाईँलाई के जानकारी छ? त्यो इतिहास चाहिँ मलाई थाहा छैन, तर जस यो माथिभन्दा त्यहाँ पछि नै बनेको हो होइन। मलाई लाग्छ यहाँ एउटा दुर्घटना भए पश्चात बनाएको चाहिँ यो बनेको हो भन्ने मलाई थाहा छ। तपाईँ यो यात्रा हिँडिराख्नुभयो, राति पनि हिँड्नुभयो होला, दिउँसो पनि हिँड्नुभयो होइन, तर राति कुनै बेला हिँड्दाखेरि त्यस्तो तर्साउने ओर्ने तपाईँलाई भयो भएन? त्यस्तो त भएको छैन, तपाईँले भेट्नु भएको छैन है? त्यस्तो भन्न चाहिँ भन्छन्। त्यो चाहिँ अहिले चाहिँ हटेको अरे यो मन्दिर बनाएर भन्ने कुरा छ होइन। होइन सोल्टी पहिले पुरै चुडेलहरू आउँछ भनेको होइन? चुडेल भन्दा पनि अब चुडेल हो कि हो, उताबाट ठ्याक्कै राति आउँदाखेरि चाहिँ ठ्याक्क ड्राइभरहरूले चाहिँ तपाईँको ठ्याक्कै दुईवटा केटीहरू हिँड्दै गरेको क्रस गरेको देख्थ्यो अरे। त्यसपछि चाहिँ अनि दुर्घटना हुने, अनि त्यसपछि बाटो हिँड्दा ओर्दाखेरि पनि एक किसिमको चाहिँ त्यस्तो खालको चाहिँ अब सुनिन्थ्यो देखिन्थ्यो भन्ने कुरा चाहिँ अब सुनिन्छ। अनि कति बेला त के पनि भन्थ्यो भने गाडी नै रोक्थ्यो अरे चाहिँ एकदम सुन्दर सुन्दरीहरूले। गाडी रोक्ने भएर त अनि खलासी चाहिँ झरेर हजुर के अरे एकचोटिको त्यो जुन 17-18 जना बित्नु भएको थियो नि, त्यो चाहिँ मैले यसो बुवाहरूले कुरा गरेको सुन्दाखेरि त्यसरी अगाडि मान्छे आएर गाडी रोकिदिनु भयो अरे। अनि गुरुजीले चाहिँ मान्छे चढा भनेर खलासीलाई हराएपछि पछाडि खलासी झरेर अनि गुरुबा गाडी मान्छे त छैन त भन्दाखेरि गाडी नै थिएन अरे, गाडी चाहिँ तल लड्दै थियो अरे क्या त्यतिखेर। त्यतिखेर खलासी चाहिँ बचेको, खलासी मात्रै त्यतिखेर बचेको भन्ने कुरा बुवाले भन्नु। खलासी ओर्लेर गुरुबा यहाँ छैन भन्दा गाडी अघि तल गइसकेको। हाम्रो केही गरी अब योभन्दा धेरै विस्तृत जान्ने मान्छे हुनुहुन्छ भने चाहिँ हाम्रो मामाको यसो भिडियो हेर्दाखेरि जान्नु भएको छ भने चाहिँ कमेन्ट गरेर भनिदिने, हामीले चाहिँ त्यति मात्रै सुनेको आएको छ। यसो योभन्दा बेसी जान्ने कोही हुनुहुन्छ भने चाहिँ यसो कमेन्ट गरिदिनु नबिर्सिनु होला है त। अब एउटा कुरा यो जुन चाहिँ पहिले यहाँनिर एउटा काठको ढोका थियो, हजुर हजुर, त्यो चाहिँ अब भत्किसकेको थियो। त्यसलाई चाहिँ हाम्रो सिद्धुवा बजार निवासी पूजा ग्रिल उद्योगका चाहिँ प्रो झमक बहादुर कार्कीले चाहिँ यो ढोका बनाइदिनु भएको छ। अहिले सुरक्षित भयो होइन? अब यो पहिले यो टिनको छानाहरू चाहिँ हाम्रो यहाँ सिद्धुवा बजार निवासी ज्ञानेन्द्र विक्रम थापा, दिपेन्द्र थापा, टेक बहादुर थापा, केशव थापा, घनेन्द्र थापा, खेमराज काफ्लेले चाहिँ यो माथि टिनको छाना छाइदिनु भयो, छाइदिनु भएको भन्ने चाहिँ छ। भनेपछि यो निर्माण सहयोगीमा डम्बर कार्की, चन्द्रबहादुर कार्की, कृष्ण गुरुङ, खोमबहादुर गुरुङ, खोमबहादुर श्रेष्ठले पनि यहाँ सहयोग गर्नुभएको रहेछ। तर यो पहिले सुरुवाती कसले बनायो भन्ने चाहिँ यहाँ अहिले त्यो उहाँहरूको नाम अलि रहन्छ है? त्यो चाहिँ अब मेटेको रहेछ, यहाँ खै थियो कि थिएन के थियो, त्यो चाहिँ लिम्बुनी दिदीले चाहिँ पहली कदममा चाहिँ लिम्बुनी दिदीको पहली कदममा चाहिँ यहाँनिर निर्माण भएको भन्ने चाहिँ सुन्नमा आएको छ होइन। तर अब के छ तपाईँहरूको, अब यो तपाईँले यसरी सरसफाइ गरिराख्दा उहाँहरूको पनि नाम यहाँ राख्नुपर्छ जस्तो लाग्दैन? त्यो त राख्नै पर्ने हो। जो सुरुमा जसले सुरु चाहिँ अब सिर्जना गर्छ हजुर उसको चाहिँ हुनुपर्ने हो। त्यो पनि सम्भवतः भएछ भने हामी चाँडै जुटाएर हामी त्यो चाँडै राख्ने तयारी गर्दै हुन्छ होइन त। ल तपाईँहरू देख्न सक्नुहुन्छ यसरी सरसफाइ भइरहेछ। सरसफाइ साथसाथै उहाँभित्र चाहिँ हाम्रो कृष्ण भान्जाले रङ लगाइराख्नु भएको छ। त्यसै गरी अब यो तपाईँलाई म थोरै यो भित्रको यो मन्दिर पनि देखाइदिन्छु। यस्तो छ होइन, यो मूर्तिहरू के छ, अनि भेटी पैसा, त्रिशूल है, ध्वजाहरू के होइन। यसरी अब यो चाहिँ हरेक गाडीहरूले पनि पूजा गर्छ होइन भन्छ यहाँ त रोकेर। हाम्रो दादाहरू आउनुभएको थियो, उहाँहरू पनि यहाँ धुपबत्ती बाल्नुकै लागि बालेर गइसक्नु भयो। यहाँ बाटोमा हिँड्दा जहिले बाल्नुहुन्थ्यो उहाँहरू, उहाँहरू आउनु भएको छ कि भेट भएको थियो हाम्रो। हजुर हजुर। अनि यो त सोल्टी पुरै त्यो बोक्रै उकिएछ नि त यो गाह्रोको। यो त अब यसलाई पनि अब पछि अब अहिलेलाई हामी यस्तै रङरोगन मात्रै गरिराख्ने, कुनै दिन यदि त्यस्तो भएछ भने हामी यसको पनि अब खोजी गरेर प्लास्टर गर्ने सोचमा हुनुहुन्छ? सोचमा छौँ। अब खासमा यो चाहिँ
छतर जोरपाटी गाउँ यो चाहिँ माङमाई खोलाको शिर ए यो माङमाई खोला है साँच्ची ल अब यो तपाईँको यहाँदेखि यता महालक्ष्मी यो जुन यो मन्दिर चाहिँ महालक्ष्मी पर्यो महालक्ष्मी पर्यो छतर जोरपाटी चाहिँ ए त्यही भएर यो सिमानाको बोर्ड राखेको रहेछ होइन त त्यसपछि अब यसमा चाहिँ अब यो खासमा महालक्ष्मीले गर्ने हो कि न छतर जोरपाटीले गर्ने हो भूभाग चाहिँ महालक्ष्मीमा भए पनि अब यहाँ धेरै जसो आवत जावत चहल पहल चाहिँ छतर जोरपाटीको हुन्छ तर अब हामीले यो भूबनोटलाई यता उता भन्दा पनि हामीले चाहिँ अब हाम्रो वरिपरि भएका जुनसुकै ठाउँमा पनि केही गरौँ भन्ने हो अब खासमा अब यहाँ जे जति भन्ने हो त्यो कुराहरूमा चाहिँ अब कति त्रुटि होला फेरि बोल्न नजान्ने मान्छे म उति साह्रो मिलाएर बोल्न आउँदैन केही त्रुटि भए केही भए चाहिँ तपाईँहरूले नि लाइक कमेन्ट गरेर चाहिँ सेयर गरेर अब यो चाहिँ नेपाल लगायत विश्वभरि पुर्याइदिनु होला त्यसै गरी यहाँ एकजना वृद्ध बा पनि आउनु भएको छ बा नमस्कार नमस्कार हजुर नमस्कार तपाईँको शुभ नाम के हो भन्ने महेन्द्र बहादुर विष्ट तपाईँको यहाँ सुन्नु पहिले तपाईँ घर चाहिँ कहाँनिर हो ए त्यसो भने त यो मन्दिरको छिमेकी तपाईँ मन्दिरको छिमेकी नजिक पर्छ नि त तपाईँको अनि यहाँ सुन्नु न यो सबैभन्दा सुरुमा कसले स्थापना गरेको जसमाया लिम्बू उहाँ अहिले कहाँ हुनुहुन्छ ए स्वर्गलोक भनेपछि बितिसक्नुभयो बितिसक्नुभयो है अनि उहाँलाई साथ दिने त्यतिखेर यो मन्दिर बनाउनु को थियो तपाईँ पनि हुनुहुन्थ्यो तपाईँले के गर्नुभयो त्यतिखेर यो मन्दिर पानी बोक्नुभयो ए यो माटोको हो मन्दिर अनि अरू के गर्नुभयो त्यति सहयोग गर्नुभयो अनि त्यस पछाडि चाहिँ नि पछि अरू दाताहरूले अनि यो टिनको छाना होइन ढोकाहरू बनाइदिन्छ हजुर पछाडि यहीँ बनाउनु पर्ने कारण चाहिँ के हो उहाँले भन्नु माथि जानु नसकेको कारणले ए उहाँ हिँड्नु जानु नसकेर चाहिँ यहाँ बनाएको जानु नसक्ने मान्छे अरू कुनै कारण छैन यहाँ मन्दिर बनाउनुको परमेश्वर यहाँ सुन्नु न यहाँ मन्दिर बनाउनुको अरू कारण छैन उहाँ चाहिँ नि हिँड्नु जानु नसकेर यहाँ बनाएको भन्नुभयो तपाईँले त्योभन्दा अरू कारण छ छैन यहाँ दुर्घटनाहरू भयो भन्ने कुरा छ त यहाँ कारण छ हाम्रोको जस्तो माथि पाथी भएर ल्याइयो नि शाखा हो त्यही शाखा तानेको यहाँ सुन्नु तपाईँ हो त्यो शाखा हो कि यो शाखा हो नि हाम्रो शाखा त हो तर यो जुन बनाउनुको कारण चाहिँ नि यहाँ अरूहरूले भन्ने गर्छ होइन यहाँ धेरै जसो गाडीहरू जुन दुर्घटना हुने गर्थ्यो अरे अनि त्यसको लागि बनाएको भन्छ नि त त्यसैको लागि अनि तपाईँले त अघि जसमा लिम्बू माथि जानु सकेन र यहाँ सजिलोको लागि बनाएको भन्नुभयो त मैले चाहिँ कुरा नबुझेको हो यो भनेको माथिपट्टि सिंहदेवीमा नजानु सक्दाखेरि यही नै आइदेऊ न देवी माता परमेश्वर तिम्रो दर्शन हामी नै गर्छौँ भनेर ल्याएको त त्यो पनि हो एक अनि अर्को चाहिँ यो दुर्घटना नहोस् भनेर पनि बनाएको हो यहाँ सुन्नु न यहाँ दुर्घटना के कारणले हुन्छ तपाईँलाई केही थाहा छ यिनैको कारणले होला हो यिनैको कारणले होला अनि यहाँ त राति त पुरै मान्छेहरू हिँड्थ्यो अरे त नि हिँड्छ तपाईँले देख्नुभयो मैले देखिनँ के चाहिँ सुन्नुभयो भन्नु त हामीहरू सपना जस्तो मात्र देखिन्छ सपना जस्तो चाहिँ देख्नुभयो हजुर के देख्नुभयो माथिबाट पटेका सिंहदेवी जिल्लाई जसमाया लिम्बूले मरेर गइन् स्वर्गमा छन् अनि त्यहाँबाट होइन हौ यसरी गरौँ है यहाँनिर दर्शन गरौँ है भनेर गर्दाखेरि यहाँ थपना गरियो अहिले यो मन्दिर भनेको थापाहरू यहाँ थापाहरू छन् थापाहरू उनीहरूले फिट गरे उनीहरूले बनाइदिएछन् भनेपछि तपाईँले चाहिँ नि यहाँ तर्साउने भूत प्रेतहरू केही देख्नु भएन देख्नु भएन तपाईँले यो भूत प्रेतहरू देख्नुभयो भएन सपनामा चाहिँ कस्तो देख्नुभयो लु भन्नु त हजुर सपनामा चाहिँ कस्तो देख्नुभयो हामी जाँड खाने मान्छे डढिया हौँ रक्सी खान्छौँ भूत प्रेत अब देख्दा पनि चुप लागा भनिन्छ चुप लागा भन्नुभयो अनि यहाँ सुन्नु तपाईँले भने त्यसरी भन्दाखेरि मान त भूत प्रेतले मान्दैन होला तपाईँले देख्नु भएको छैन जस्तो लाग्यो त्यतिकै गफ दिनुभयो के गर्नु त उहाँ गरिराख्नु भएको छ नि
साथीहरू यो सिंहदेवी मन्दिर चाहिँ छत्रजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको सिमानामा भएको कारणले गर्दाखेरि यसलाई चाहिँ नि होइन अब यो जुनै दुइटै पालिकाले चाहिँ नि यो मन्दिरलाई चाहिँ अझै संरक्षण साथै यसलाई चाहिँ नि अझै यो भवनलाई अझै राम्रो बनाएर लगेदेखि चाहिँ झनै उत्कृष्ट झनै राम्रो हुने थियो भन्ने मेरो विचारमा चाहिँ मलाई लाग्छ होइन। त्यसरी यो सिमानामा चाहिँ यो कसले गर्ने कसले नगर्ने भनेर दोधारमा परेको कारणले गर्दाखेरि पनि यसरी चाहिँ नि अलिकति जीर्ण अवस्थामा रङ रोकनहरू उक्किएको होइन त्यस्तो देख्न सकिन्छ। यसलाई चाहिँ अलिकति दुइटै पालिकाले समन्वय गरेर यसलाई अझै राम्रो यसलाई चाहिँ नि बनाएदेखि हुन्थ्यो भन्ने चाहिँ मेरो पनि दुइटै पालिकाप्रति अनुरोध पनि छ।